हेलो नमस्ते छु तपाईहरु सबैलाई। यो ब्लग चाहिँ हुँदैछ मेरो बर्थडे ब्लग है। रातिको 12 बजे 29 तारिक मेरो प्यारो कान्छीले मलाई सरप्राइज ल्याइदिएको थिइन् है। एकदमै मेरो त्यतिबेला कल पनि आइराको थियो, साथसाथै केक कटिङ पनि भयो है। एकदमै मिठो केक ल्याएको थियो कान्छीले। ल पहिला चाहिँ मेरो प्यारो कान्छीलाई नै खिलाउँछु भनेर कान्छीलाई खिलाए है। एकदमै ह्यापी बर्थडे, थ्यांक यू सो मच स्पेशल गिफ्टको लागि। साथै राउडी अरुण साथीहरुलाई नि भिडियो कलमा खिलाइदे। र त्यसपछि भोलिपल्टको बिहान है गाइज म उठिसकेको छु। एकदमै आज चाहिँ मेरो बर्थडे, धेरै खुसी पनि छु है। अब चाहिँ फ्रेश अप हुनुपर्छ भनेर फ्रेश अप पनि भइसके। म एकदमै चटक्क फ्रेश अप भएर चाहिँ अब चाहिँ पूजा गर्नुपर्छ। पहिला चाहिँ गुरुजीको दर्शन गरे, फूलमाला है सबै भगवानलाई चढाएर एकदमै मनोकामना यो साल जस्तो जे भयो नि आउँदो साल राम्रो जाओस्। धेरै नै धन्य भएको छु, भगवानको कृपा पाएर धेरै नै खुसी छु। राम्रो जिन्दगी चलिरहेछ। त्यसको साथसाथमा मैले आफ्नै हातले टीका लगाए है, एकदमै खुसी लाग्यो। त्यसपछि हेर्न सक्नुहुन्छ मन्दिर यो प्रकारले सजाएको छु। ल अब चाहिँ केही सामग्री लिनु पर्यो बर्थडेको लागि भनेर म र मेरो कान्छी लाग्यो। हामी चाहिँ टक्क स्टार मार्केटतिर है, स्टार बजार थाहै होला तपाईहरुलाई। हामीले शपिङ गरेर हामी फेरि फर्क्यौ, अर्को जग्गा गयो। हल्का चिकनहरु पनि अर्डर थियो भरेको लागि, साथीभाइहरु आउँदैछ। ठ्याक्कै सामान लिएर मैले अरुण साथै हाम्रो आशिष भाइलाई पनि भेटे। केटाहरु पनि टिपटपमा निस्किसकेको रहेछ। चाँडै भन्दा चाँडै मैले प्यारो ऋतिक भाइलाई इन्भाइट गरेको थियो, भाइ पनि टाइममा आइपुग्यो। राम्रो लाग्यो, भेटघाट भयो। अब चाहिँ बर्थडेको है डेकोरेसन सुरु हुन थाल्यो। केटाहरुले मजाले मेहनत गर्दैछ र बाहिरदेखि यस्तो टाइपको डेकोरेसन भएको थियो है। मजाले हेर्नुहोस् होला कस्तो के लाग्यो तपाईहरुलाई। टक्क भित्रको चाहिँ यो परिकारले डेकोरेसन गरिएको थियो। एकदमै दामी लाग्यो डेकोरेसन चाहिँ मलाई। त्यसपछि मैले भाइलाई हल्का काम पनि दियो। केटा काम गर्नुपर्छ अब चाहिँ मजाले, अनि अहिले रमाइलो गर्नुपर्छ भन्दै म पनि रेडी हुनको लागि लागे है। एकदमै अब चाहिँ रेडी हुन पर्छ। सबैजना आउन थाले र साथै मेरो कान्छी रेडी हुन लागेको थिइन्। र मेरो चाहिँ हल्का आउटफिट चाहिँ यस्तो छ बर्थडेको, सिम्पल क्याजुअल है। यता डोलमा बहिनी पनि आइपुगेको थिइन्। हाई बहिनी भन्दै यसो फोन हेरेको गौतम भाइ कसलाई, ल भाइ छिटो आइज नि त। भाइ पनि आउँदै रहेछ, खुसी लाग्यो मलाई पनि। थ्यांक यू सो मच मेरो भाइ, थ्यांक यू। फाइनली गौतम भाइ पनि आए गाइस है। एकदम यति टाढोबाट मेरो लागि मेरो बर्थडेमा सफर गरेर आइदिएको छ। खुसी लाग्यो यार, यतिको चाहिँ हुनु पर्यो यार हैन। एकछिनमा हुन्छ रमाइलो। ओके छ, तल्का हुन्छ तल्का हुन्छ गाइस। त्यसपछि हामी दाजुभाइ हल्का रेस्ट गर्दै आफ्नो दुःख सुख कुरा गर्दै गफ गर्यो है। ठ्याक्कै हाम्रो छिरिङ साथी पनि आइसकेको थियो, यस ब्रदर भन्दै। साथीभाइ दिदी बहिनीहरु आउनु बाँकी नै थियो, त्यही भएर हामी पर्खेमा लाग्यौ। र थ्यांक यू सो मच फर दिस स्पेशल केक है। र अब चाहिँ लय लागौँ है, सबैजना आइसकेको थियो भनेर अब चाहिँ सुरु हुन आँटेको छ। सबैजना तयारीमा छ। लय गाइस मनाऊ है बर्थडे। एउटा सानो शब्द छ है सबैलाई। आज मेरो जन्मदिन, धेरै खुसियालीको दिन छ। संसारमा जन्मिएको दिन र मेरो यहाँ प्यारो मेरो हुने होला है। तपाईहरु सबैलाई थाहा नै छ। त्यो मेरो आमाले 9 महिना कोखमा राखेर मलाई जन्म दिनु भएको थियो। साथै आज उहाँसँग मेरो पहिलो जन्मदिन हो। र तपाईहरुको साथमा केक काट्न आँटेको छु। सबैले भन्नुहोस् ह्यापी बर्थडे। यता गौतम भाइ चाहिँ स्प्रे लिएर रेडी थियो है। एकदम स्प्रेहरू लगाएर मजाको भइदियो क्या। एकदमै मजा आयो है। मेरो कान्छीलाई केक खिलाइदियो। उसले धेरै केक पनि खाँदिनन्, त्यही भएर अलिकति खिलाएँ, मैले पनि खाएँ। पालै पिलो त्यहाँबाट गौतम भाइलाई पनि खिलाइदिएँ होइन। एकदमै राम्रो लाग्यो क्या। हुन्छ नि अब स्पेसली भाइहरू साथीहरू सबैलाई नै केक खुवाउँदै एउटा स्पेसल भाइ पनि अलग आइदियो क्या। सबैजनाको साथमा फर्स्ट टाइम यसरी बर्थडे मनाउँदा धेरै खुसी लाग्यो। साथै गिफ्ट पनि हजुरले ल्याइदिनु भएको रहेछ, थ्यांक यू सो मच। र मेरो प्यारो उर्मिला साली पनि आइसकेको थिइन्। उहाँले बुके फ्लावर, साथै उहाँको हस्बेन्ड यस ब्रदर थ्यांक यू सो मच। रेखा दिदीलाई नमस्कार भन्। यता सुशीला दिदीहरू पनि आइसक्नु भएको थियो। साथै निजाम साथी, मनिष भाइ है उसको साथी, ह्यापी बर्थडे थ्यांक यू सो मच भन्दै उहाँहरूको गिफ्टलाई हातमा लिँदै। प्यारो रमेश दाईको पनि आगमन भइसकेको थियो है। दाईले पनि ज्वाइँको लागि भनेर केही भेटी रूप दिनुभयो, थ्यांक यू सो मच दाई है। साथै मेरो भाइहरूले पनि दाईलाई भेट्यो, गौतम भाइ सबै ऋतिक भाइले। ल हाम्रो चाहिँ स्टार्टर भयो है। यस्तै छ है गाइस, हल्का फुल्का रमाइलो। त्यसको साथमा ऋतिक भाइ चाहिँ अलिकति टाढोबाट आएको थियो, त्यही भएर ऋतिक भाइ र छिरिङलाई चाहिँ खानाहरू दिइहाले। हामी चाहिँ यता रमाइलो गर्दै थियौँ है। अरुण साथीको डान्स हेर्दै मार्यो यो अन्त
रमाइलो चाहिँ यो प्रकार भइरहेछ। मेरो अनुहार हेर्न सक्नुहुन्छ, थाकेर पसिनाले पुरा लतपत है। साथी मेरो कान्छी पनि यता बिजी र साथीभाइहरू सबै रमाइलो गरिरहेको थियो र एकदमै लु दुईजनाको जोडी चाहिँ एकदमै मिल्यो भनेर चाहिँ मैले उनीहरूलाई चाहिँ तिमीहरू चाहिँ हुँदैन नरिसाउ मितिनीमा नाच भनेर दुईजना नचाएँ हो। एकदम दामी नाच्यो। थ्याङ्क यू सो मच प्यारो बहिनीहरूलाई। साथै जतिजनाले पनि हेर्नुहुँदैछ र जतिजनाले विस गर्नुभयो थ्याङ्क यू सो मच गाइस।